के साथीहरू हामी चाहिँ ठ्याक्कै अब लार्के पास गरेर लार्के फेदीमा आइपुगेका छौँ। दाजुभाइ आइपुग्यो लार्के फेदीमा है। धर्मशालाबाट लार्के फेदी आइपुगेका छौँ। आज चाहिँ गएर हामी भीमथाङमा बस्नेछौँ। अहिलेसम्मको यात्रा चाहिँ एकदमै झकास भएको छ हैन। मौसम पास गर्दासम्म चाहिँ अब एकदमै राम्रो थियो, तर अहिले चाहिँ टक्कसँगले बादल लागिरहेको छ। वेदर फोरकास्ट अनुसार हो भने चाहिँ अब आजदेखि हिउँ पर्छ भनेर भनिरहेको छ, तर लकिली हामीले चाहिँ हिउँ नपरिकनै पास गऱ्यौँ। अब मौसम हेर्दाखेरि यहाँ देख्न सकिन्छ बादलहरू पुरा लागेको छ। बादल लागेको अनुसार चाहिँ अहिलेको परिस्थिति हेर्दाखेरि चाहिँ हिउँ पर्न सक्छ। आजको अथवा इन्टायर ट्रेकिङको एक्सपिरियन्स कस्तो रह्यो? एकदमै आनन्द आयो। आज चाहिँ जोस् हामी लक्की पनि होला, लक्की परिएको होला है। धर्मशालाबाट बिहानै 3 बजे हिँडेको, 7 बजे टपमा पुग्यो, लर्केला टपमा। त्यसपछि त्यहाँनिर पुरा सनराइजहरू यताउता सबै एकदम क्लियर देख्न पाइयो, हेर्न पाइयो, रमाइलो गरियो। त्यही आधा घन्टा जति बस्यो माथि टपमा। जर्मन ठिटाठिटीहरू पनि एकदम खुसी भयो हैन। 15, 16, 17 र 18 वर्षको जर्मनीहरूले बिचरा पास गरेर आयो, एकदम लक्की भयो उनीहरू पनि। अनि हाम्रो भाइको पनि त्यही 35 र 40 को छ। चारैजनाले आनन्दले पास गर्यो, केही पनि बिरामी पनि भएको छैन। गजब भयो। ल, आई लाइक इट।